हेलो साथीहरू, गुड मर्निङ। हेर्नुहोस् है, म जाँदैछु अहिले रोहिणी क्यान्टिन, किनकि त्यहाँनिर अलिक सपिङ गर्नु थियो घरको लागि पनि दिदीले पनि। त हामी यहाँनिर आइपुगे हो साथीहरू। यहाँ यति भेराइटी घर सजाउने चिजहरू थियो साथीहरू, के भन्नु हो। जे देखे त्यही लोभ लाग्ने, जे देखे त्यही लोभ लाग्ने। बुद्ध भगवानको यति भेराइटिज थियो त्यहाँनिर साथीहरू कि के भन्नु। अरू भोले बाबाको पनि यति राम्रो थियो मूर्ति। अन्त यहाँनिर यति दामी दामी टिप कपहरू हो, प्लेटहरू, चाइनिजहरू होला कि सायद साथीहरू। ती दामी दामी थियो। बुद्ध भगवानको भेराइटी छन् आफ्नो गार्डनमा हो, आफ्नो घरको उयोतिर कुनाहरूतिर मजाले राख्नुहुन्थ्यो बुद्ध भगवान पनि सजाउनुको लागि। लेम्पहरू पनि यति भेराइटिज थियो साथीहरू। मलाई त सबै लिनु मन लागेको देखेर हो। यस्तो दामी दामी थियो। दिदीले कुर्तीहरू पनि हेऱ्यो आफ्नो लागि, तर म कपडाहरू त्यति खास त लागेन। मालाहरू पनि थियो, मालाहरू आफ्नो ज्वेलरिसहरू थियो। हामीले त्यो सब चाहिँ हेरिन। घर सजाउनेहरू चाहिँ अलिक हेरेँ हो। त्यो दामी दामीहरू थियो साथीहरू। बाफ्रे के भन्नु र। तपाईँहरू पनि जरुर आउनु साथीहरू यहाँनिर एकपल्ट आर्मी क्यान्टिनमा। जति पनि आफ्नो मनपसन्द गर्छ। आर्मी मान्छेहरू त थाहा छ त तपाईँहरूलाई, जे देखेँ त्यही मनपर्ने हो। मलाई त जे देखेँ त्यही मन परेको। अन्त साथीहरू यहाँ हेरेन, गलेचाहरू पनि यति दामी दामी थियो। ब्यागहरू, दिदीले खालि फुल खोज्दै थियो, फुल मात्रै सजाउनुको लागि घरमा। सबभन्दा बेसी चाहिँ मलाई यो स्पुन मन पऱ्यो, गोल्डन स्पुन। त्यसमा खाना खानु साह्रै मन परिरहेछ मलाई। गोल्डन स्पुनमा अलिक लामो डन्ठा भएको हो। साथीहरू यति दामी दामी थियो। पाहुना पाता हुँदै हेर्नुहोस् न साथीहरू, कप गिलासहरू यस्तो दामी दामी थियो। अन्त यहाँ ल्याम्पहरू भोलि पछि मैले हेरिरहेको छु, भिडियो गरिरहेको छु साथीहरू। भोलि पछि गएर लिएर आउनु पर्यो। यस्तो घडीहरू एउटा भेराइटिज दामी थियो, मन पर्यो मलाई त साह्रै हो। हेरी यति बिना थाक्यो कि साथीहरू। बस्यो म त एकछिन, त्यहाँदेखिको बसेर हामी घर फर्किँदाखेरि भेनाले म पनि हेरौँ के लिएर आयो भनेर खोलेँ। त्यहाँनिर बुद्ध भगवानको अनबक्सिङ गरेँ हो। दामी लाग्यो भने त साथीहरू। ल है, बाई बाई साथी।